हेलो गाइज, के छ चार खबर? आज फेरि लाग्यो चाहिँ नयाँ डेस्टिनेसनतिर। नयाँ डेस्टिनेसन कहाँ हुन्छ थाहा छैन, घरबाट निस्किसक्यो। अब कहाँ हुन्छ, के हुन्छ, कस्तो हुन्छ थाहा छैन है। जाउँ, के हुन्छ। घरबाट त निस्किसक्यो, सबै राखिसक्यो, बिलबुक सिलबुक लाइसेन्स साइसेन्स राखिसक्यो। अब जाउँ। पहिला त्यही हिजोको साथीलाई उठाउँ जाऊँ न, उत्कृष्टलाई, मेरो साथीलाई। के छ र, अनि जाउँ, के भन्छ, के गर्छ त्यसले। मेरो ब्रेक प्याडले के हो च्याँ 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 गरिरहेछ यार गाइस। खै बाटो बनाएकै रहेछ भर्खर, खनेको रहेछ। पहिला त राम्रै थियो यो बाटो। अरू के छ र, जाउँला। ल पानी पर्यो त गएछ। के हो यो? पानी पर्यो त के हो? पानीका छिटा हान्छ त गाइस। हामी यहाँबाट सिधै जामै त उताबाट निस्क्यौँ ल। यहाँ पानी जम्मै स्वाट यस्तो कच्ची बाटो छ यार। आजको भ्लग त के हुन्छ थाहै छैन गाइस। जामै त यतातिर त पानी परेको रहन्छ रहन चाहिँ, तर पर्ने जस्तो सुरक्षा छ है गाइस। अनि मैले त एउटा भिडियो नि के अरे कट गरेको छैन है अहिलेसम्म चाहिँ, रेकर्ड पनि राखिदिइरहेको छु। भएर 5-10 मिनट जति भइसक्यो होला होइन। केही छैन भिडियो नि, आफै त नि एडिट गर्दा अलिक झ्याउ लाग्छ क्या मलाई चाहिँ। यो सानो क्लिप भएपछि टकटक हालिन्छ नि त, एउटै लामो चाहिँ म सुन्नु पऱ्यो नि त पहिला, कहाँदेखि कस्तो छ के छ भनेर। कस्तो के छ भन्दाखेरि कस्तो कहाँदेखि राम्रो देखेको छ, कस्तो एङ्गल मिलेको छ कि छैन गाइज, यहाँनिर रेकर्ड भएको छ कि छैन भन्ने हो है। बल्ल त बढिरहेको छ बत्ती, रातो पिलिक गरिरहेको छ, रेकर्ड गरिरहेको छु भनिरहेको छ गोप्रोले मलाई चाहिँ भन्दाखेरि चाहिँ। तर गरेको छ कि गरेको छैन त्यो चाहिँ थाहा भएन। म मानेश्वर जाँदैछु है गाइस। बालकुमारीको पुल मुनि केही गनाउँछ क्या यस्तो यार, हाँस्टै गनाउँछ त यहाँ त। यस्तै निस्किहाल्ने क्या गाइस। अब चाहिँ म के अरे त्यहाँ सिभिल हस्पिटलतिर लाग्दैछु क्या। त्यहाँबाट गएर कहाँ जाँदैछु भनेपछि शान्तिनगर छन् भेट्ने भनेको, भेटिन्छ कि भेटिँदैन केटाहरू, पहिला जाऊँ न के हुन्छ। भेट्यो भने त राम्रै हो। अब यहाँबाट म शान्तिनगर जान्छु, शान्तिनगर गएपछि केटाहरूलाई भेट्नुपर्छ। तपाईँलाई कस्तो लाग्यो हिजोको भिडियो कमेन्ट गरिदिनु होला। र मलाई चाहिँ के अरे इन्स्टामा चाहिँ फलो गरिदिनु होला है गाइस। इन्स्टाको लिङ्क चाहिँ डिस्क्रिप्सनमा छ। त्यहाँबाट खुलेन भनेपछि चाहिँ एम बहादुर राउर 1 छ है। अनि त्यहाँ मेरै फोटो छ।
मस्तले फलो गर्न सक्नुहुन्छ, सपोर्ट गर्न सक्नुहुन्छ। मैले नि भर्खर 12 सकेको गाइस, 12 किसम दिएर बिदा गएको बेला के गरौँ भन्दाखेरि होइन एउटा सानो भिडियो बनाइदिउँ के छ र। गाडीलाई भन्दै पनि मान्छे गइदिन्छ नि त यार। रातो बत्ती बोल्यो, हामी काट्नुपर्छ है, बाटो काट्नुपर्छ। टक्क हतार गर्नु हुँदैन गाइस, मस्तले चिल पारामा काट्नुपर्छ। हामी घारीको लेनमा जाने हो, किन हामी शान्तिनगर जाने हो नि त। शान्तिनगर जाउँ, केटाहरू भेटिन्छ कि भेटिँदैन। ल जाम छ, जाम पछि जाम छ यार। ल खुल्यो जाम, म नि आउनु, जाम पनि खुल्नु यार गाइस, खतरा होइन त। म गाइस जाम नि खुल्छ क्या गाइस। खै बाटो बन्द सक्यो के हो, बोर्ड त राखेको छ। शान्तिनगर गेटबाट त बाटो बन्द छ क्या। अब यहाँबाट चाहिँ के छ त, म्याप हेर्नुपर्छ यार। मलाई त म्याप नहेरेर चाहिँ मलाई पनि थाहा छैन यार कता जाने भन्न। यहीँबाट राइट हो, 100% यहीँबाट राइट हो। यहीँबाट राइट भएर फेरि एकचोटि राइट लागेर अनि ट्याक्कै लेफ्ट लाग्यो भने चाहिँ आउँछ भन्ने सम्भावना छ। त्यो हुन्छ कि हुँदैन हेर, म त सम्भावना त 100मा 100% मलाई थाहा छ कि यही बाटो आएको म अस्ति होइन, त्यसैले मलाई थाहा छ। म राइट लाग्नुपर्छ भनेर थाहा छ मलाई, म राइट लागिसकेँ। अब जाम एउटा लेफ्ट लाग्यो भने चाहिँ त्यहाँबाट चाहिँ सिधा हो गाइस। हेरौँ कहाँ छ, हो यहाँबाट पनि होइन है। यहाँबाट सार्प युटर्न हान्नुपर्छ। हामी त सिधै झारिदिइहाल्छौँ यसरी। बाइकलाई चाहिँ सजिलो हुन्छ, यहाँ गाडीलाई चाहिँ गाह्रो हुन्छ है। अब आउनु पर्ने होला, उसको घर आउँछ, आइहाल्छ नि, आइसक्यो त। यहाँबाट आउँदैन फेरि, म चाहिँ यो शान्तिनगर गेटबाट आउने बाटो चाहिँ यो हो। तर यो चाहिँ आज शान्तिनगर गेट बन्द छ नि त। भेटिन्छ भेटियो एउटा साथी, ऊ त्यहाँ स्टेसनरीमा गइरहेको छ, कहाँ पैसा लिने अरे। अब हेरौँ चियासा खाउँला गाइस। अर्को साथी नै आउँदैछ, अर्को साथीलाई पनि भेटाउँछु म है गाइस। जानुपर्छ। हाम्रो अर्को साथी रौनक भन्ने साथीले यहाँ हामीलाई झुलाइरहेको छ यार। कहाँ थियो यार गाइस, के हो क्या यस्तो यार, भएन यार। शान्तिनगर चोक चाहिँ यो हो है भाइ, चोक ए होइन त। रौनक गेट यहाँबाट कति मिटर? गेट यहाँबाट 5 मिनट पनि लाग्दैन कुदाउनु सिधै। ल हामी हाम्रो रौनक साथीलाई भेट्न जाँदैछौँ। रौनक साथी कहाँ हो थाहा छैन। यहाँबाट राइट है, यहाँबाट राइट है। कल गर न त्यहाँ, अहिले नम्बर नयाँ नम्बरमा कल गर न।
बल्ल भेटिसक्यो हाम्रो साथी कहाँ हो च्याट अगाडि छ हिजो ब्रेक प्याड फेरेकोमा यो नखिउन्जीसम्म यस्तै किरकिर आउँछ यार ल झरगडा हो राको भाइले चाहिँ अर्डर गर्दा आयोज गराउन नि के छ हामी बस्ने त ल चिया खाने ठाउँमा आइसक्यो गाइस